अनसेफ नेपाल पावर्ड बाई इलेक्ट्रिसिटी फूड पार्टनर भान्सामा जे पाक्यो त्यही। हाम्रो पहिलो जज सेफ मेन्टोस जसको खाना खाएपछि ज्याकीले चेन भेटे, कविले पेन भेटे, फुटपाथबाट गाडी निकालेपछि सलमान खानले लेन भेटे। हाम्रो अर्को जज यस्तो व्यक्तित्व हुनुहुन्छ जसको खिरको चर्चाले पेट भर्छ र केही टाइमपछि बच्चा झर्छ। उहाँको खिर कबड्डीदेखि कबड्डी कबड्डी र कबड्डी 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 र आउनेवाला कबड्डी 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 कबड्डीमा पनि हुनेछ। चिनिहाल्नुभयो होला, उहाँ हुनुहुन्छ उपेन्द्र ठुल्बा। हाम्रो अर्को जजको चर्चा भक्तपुरदेखि खास गरी भक्तपुरमै मात्रै छ। उहाँको चटपटेको चर्चा त के भन्नुहोस्, उहाँले नै भन्नुहुन्छ। हाम्रो पहिलो प्रतिस्पर्धी जो आउँदै हुनुहुन्थ्यो नआउनु होला, तपाईँको टाइम सकिसकेको छ। हाम्रो दोस्रो प्रतिस्पर्धी आउनुहोस्। नमस्ते। हजुर नमस्ते। आफ्नो बारेमा भन्नुहोस्। आफ्नो बारेमा नभने कि मेरो बारेमा भन्नुहुन्छ र? आफ्नो बारे भन्नुपर्दा म चाहिँ यहाँ सेफ बन्न आएको। सेफ रहरले मात्र होइन, खानाले भन्छौ। त्यसको लागि तिमीसँग रहर छ, खाना छैन, खिर खान्छ? नाइ खिर त म खाइहाल्छु नि। ओके, तपाईँको आजको च्यालेन्ज तपाईँले भुटेको भात बनाउनु पर्नेछ। सजिलो छ, तर एउटा सानो ट्विस्ट छ। तपाईँले भुटेको भातमा भात युज गर्न पाउनुहुन्न। तपाईँको अगाडि चामल राखिएको हुनेछ, तपाईँले चामललाई भात बनाउनु पर्नेछ अनि त्यसबाट तपाईँले भुटेको भात प्रिपेयर गर्नुपर्नेछ। सजिलो छ, तर त्यसमा एउटा सानो ट्विस्ट छ। तपाईँले 24 घण्टाको बासी भात मात्रै युज गर्न पाउनुहुन्छ। तपाईँले तपाईँको अगाडि राखेको चामललाई पकाएर भात बनाएर त्यसलाई 24 घण्टाको बासी बनाएर अनि त्यसपछि भुटेको भात बनाउनु पर्नेछ र यो सबै तपाईँले मात्र 40 मिनटमा गर्नुपर्नेछ। सिम्पल, सजिलो छ। तपाईँको टाइम अघि सुरु भइसकेको थियो, अब त 5 मिनट मात्रै बाँकी छ र हाम्रो सोको नियम छ टाइम सकिनु 5 मिनट अगाडि नै तपाईँले रोक्नुपर्नेछ। सो यो टाइम इज अप। खै तपाईँले बनाएको? हामीलाई चाहिँ खाना पकाउन सक्ने मान्छे भन्दा पनि फुड कुक गर्न सक्ने मान्छेको खोजीमा छौँ हामी। जहाँ पनि खिर बन्नु पऱ्यो कि मेन कुरा चाहिँ है। अब हामीले एकदम टफ च्यालेन्जेसहरू पनि राखेका छौँ यसमा होइन। मलाई चाहिँ अमिलो यो 3टा गुण भएको मान्छेहरू चाहिँ मलाई एकदम चाहिरहेको छ यो सोमा। म त्यही खोजीमा आएको छु। त्यसैले अनसेफ नेपाल, यस द कम्पिटिसन इज रियल टाइट। अर्को सरले भन्नुहुन्छ हामीलाई चाहिँ कुक गर्ने चाहिँ कुक चाहियो। चुवासै होस् न, अलिकति अनसेफ नेपालमा आएको छु। अमिलो पिरो सबै हुनु पर्यो, यस्तो चाहिएको छ मलाई यहाँनिर। यसको खोजीमा आएको छु म। अनि हाम्रो 32वटा क्यामेरा छन् जसमा 17वटा हाम्रो रेड हो। जहाँ पनि खिर बन्नु पऱ्यो कि यति भयो भने पिरो पनि हाल्नु है। म कन्ट्रोल गर्न सक्दिनँ। अब अर्को कन्टेस्टेन्ट आउनुहोस्। अमिलो नमस्ते। हजुर नमस्ते। तपाईँलाई थाहा छ तपाईँको च्यालेन्ज के हो? नाइ थाहा छैन। थाहा छैन जस्तो नाटक नपार्नुहोस्। तपाईँ यहीँ पछाडिबाट उठेर गएको हो। अघिल्लो कन्टेस्टेन्टको हेरिसक्नुभयो तपाईँले। त्यति बजेट पनि छैन तपाईँलाई अर्को कोठामा राख्नको लागि। तपाईँको च्यालेन्ज त्यही हो। तपाईँले सुरु गरे हुन्छ। टाइम त हामी अघि सुरु गरिदिइसक्यौँ, भन्दैनौँ तपाईँलाई। भात भुट्नु पर्ने, चामललाई बासी बनाएर भात भुट्नु पर्ने, एउटा सिम्पल च्यालेन्ज। तपाईँलाई के लाग्छ उहाँको जति हतार गर्दै हुनुहुन्छ उहाँ, त्यसबाट उहाँले बनाउन सक्नुहुन्छ होला जस्तो लाग्छ? हामीलाई बनाउनु गाह्रो भइरहेको। च्यालेन्ज के थियो? तपाईँलाई के लाग्छ? अमिलो चाहिँ हाल्नुहोस् है। र उहाँहरूलाई जुन हामीले त्यो च्यालेन्ज दिएको थियौँ त्यसमा चाहिँ उहाँहरूले चस्सै गरेर उहाँले त्यसमा अलिकति आफ्नो अमिलोपन, आफ्नो पिरोपन हाल्न बिर्सिनु भएको थियो। ओके, तपाईँको टाइम अप भइसकेको छ। खास गरी भएको त छैन, तर मेरो मुड चल्यो। रेडी भयो। तपाईँको टाइम अप। ठिक छ, तपाईँले भात त भुट्नुभयो, तपाईँले सब ठिक गर्नुभयो, तर एउटा सानो गल्तीले तपाईँलाई यस सोबाट बाहिर पुर्याउन सक्छ। तपाईँले भातलाई 24 घण्टाको बासी बनाउन बिर्सिनु भयो। 24 घण्टाको बासी बनाउने भातलाई 40 मिनटमा त्यति सिम्पल च्यालेन्ज गर्न सके। तपाईँ विश्वास गर्नुहुन्न, अघिल्लो सिजनमा मैले गाउँबाट भात बनाएको मान्छे देखाएको छु। त्यतिसम्म डिफिकल्ट थियो स्टेकहरू। यसपालि धेरै सजिलो छ।
अनि अरू भनेको भित्रैबाट च्वास्सै घोचेको छ त्यो हेर्दाखेरि, न अमिलो न पिरो न के। एउटा भातलाई 40 मिनटमा 24 घण्टाको बासी बनाउन नसक्नेले आउने दिनहरूमा कसरी कम्पिटिसन फेस गर्छ भन्ने कुरोमा म एकदमै कन्फ्युज छु, र प्लस 32 वटा क्यामेराको अगाडि। त्यो 24 घन्टा भएकै थिएन, नत्र किनभने त्यो 24 घन्टा भएको भए त्यसमा अमिलोपन पनि हुन्थ्यो, पिरोपन पनि हुन्थ्यो, सबै पनै पन हुन्थ्यो। र यसमा उहाँले गल्ती गर्नु। आइ एम रियली डिसपोइन्टेड अब यस्तो कुरामा होइन। त्यति चामलबाट भात फुट्न सकेन। आइम रियली डिसपोइन्टेड। अहिले म चाहिँ एकदम डिसपोइन्टेड छु। अनि यस्ताले खिर बनाउन सक्छ भन्ने आश के गर्नु। तपाईँले भातलाई 24 घण्टाको बासी बनाउन बिर्सिनु भयो। अनि कसरी बनाउने त्यो त? तपाईँ एउटा सेफ सोमा भिड्न आउनु भएको छ र तपाईँलाई भातलाई 24 घण्टाको बासी बनाउन आउँदैन। अभियसली आउँदैन। म सिकाइदिन्छु तपाईँलाई। भात रेडी गर्ने अनि भातको टाउकोमा बत्ती बाल्ने। र भातले के सोध्छ, अँध्यारो भयो मान्छेले बत्ती बाले बिहानको बेलुका भयो भन्ने सोध्छ, अनि भात बासी हुन्छ। अघिसम्म उठी हुन्थ्यो, लाइट बाल्ने बित्तिकै भात बासी हुन्छ। सरी, तपाईँ आउन सक्नुहुन्न। आइएम सरी, जानुहोस्। तपाईँलाई के कमी लाग्यो उहाँको कुकिङमा? खिर। अभियसली। तपाईँलाई के कमी लाग्यो उहाँको हेर्दाखेरि? अमिलो पुगेन। गुलियो पनि। अनसेफ नेपाल। पहिलो प्रतिस्पर्धा अमिलो आउनुहोस्। नमस्ते। तपाईँ रेडी हुनुहुन्छ? एकछिन पहिला खिर खाउँ न। तीन चम्चा खाए। तपाईँको आजको च्यालेन्ज, तपाईँको अगाडि भाँडोमा थोरै पानी राखिएको छ। तपाईँको अगाडि चुलो छ, ग्यास छ। तपाईँले गेस गर्न सक्नुहुन्छ आज के बनाउने हो। तपाईँले आज पानी उमाल्नु पर्नेछ, बुलुक 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 बबल्स आउने गरी। च्यालेन्ज सिम्पल छ, सजिलै छ, तर एउटा सानो ट्विस्ट छ। तपाईँले पानी उमाल्नको लागि ग्यास र चुलो आगो युज गर्न पाउनुहुन्न। गर्ने चाहिँ के त? अब सिम्पल रहेन होला नि। तपाईँको टाइम अघि सुरु भइसक्यो, गर्न थाल्यो हुन्छ। के लाग्छ तपाईँले? त्यति जब आगो नबाली उमाल्न सकेन केटाहरूले। अब जे पनि आगोमै निर्भर हुनुपर्ने भन्ने छैन नि त। जस्तै म त शरीरकै गर्मीले पनि यो खिर बनाइदिन्छु कि। तपाईँलाई के लाग्छ? र यो च्यालेन्जमा उहाँहरूलाई हामीले पानी उमाल्न न ग्यास न आगो बिना दिएको थियो, जुन यो पनि एकदम सजिलो थियो। चुस्स लगाएर अलिकति दिमाग लगाएको भए उहाँहरूले यसमा इन हुन सक्नुहुन्थ्यो, थोरै अलिकति दिमागमा है। तपाईँको टाइम सकिएको छ। खै तपाईँले पानी उमाल्न सक्नु भएन नि। आगो बिना कसरी गर्ने त दोस्त? तपाईँले आगो युज नगरी, ग्यास चुलो युज नगरी तपाईँले पानी बुलुक बुलुक पारेर उमाल्न सक्नु। आगो बिना पानी उमाल्ने। तपाईँलाई भन्नु त कसरी भन्नु, तर म पानी नै बिना पानी उमालिदिन्छु। आगो बिना त सिम्पल टास्क भयो। त्यो वाला मलाई फिलै आएन, न मलाई च्वास्स भयो, न केही नै भएन। भित्र मन दुख्यो मलाई त्यो हेरेर। न अमिलो न पिरो। यति सिम्पल टास्क गर्न नसक्ने, आगो बिना पानी उमाल्न नसक्नेले कसरी खाना पकाएर खुवाउँछ, कसरी नेपालको 5 स्टार होटेल्सहरूमा काम गर्छ र यसोले के दिन सक्छ भन्ने कुरामा मलाई ठुलो शङ्का लाग्न थालिसकेको छ। इट वाज अ ट्रिकी क्वेसन। म तपाईँलाई देखाउँछु। तपाईँले एउटा स्ट्र लिनुपर्छ। स्ट्रलाई पानीमा हाल्ने। उम्लिए जस्तै देखियो। दिस वाज अ ट्रिकी क्वेसन माई फ्रेन्ड। सिम्पल। तपाईँले यसरी गर्नुपर्ने थियो, बट अफसोस तपाईँ सेलेक्ट हुन सक्नु भएन। सायद तपाईँ नर्भस हुनुभयो होला 32 वटा क्यामेराको अगाडि। खिरले काम गर्छ। अनसेफ नेपाल, पावर्ड बाई सुपर पावर खैनी, खाएपछि झ्याप दाजु बहिनी, इन एसोसिएसन विथ द एसोसिएटेड वान्स। रियाक्सन पार्टनर, जो रियाक्टरले रियाक्ट गर्दैन, अन्डी मन्डी चण्डी त्यो। अब अर्को प्रतिस्पर्धी आउनुहोस्। खिर जस्तै गुलियो।
नमस्ते 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 कागती जस्तो अमिलो पनि तपाईँ रेडी हुनुहुन्छ रेडी तपाईँको आजको च्यालेन्ज रहेको छ तपाईँले कुकरमा सिट्ठी लाउनु पर्नेछ 3 चोटि 1 मिनेटभित्र सजिलो छ एकदम सजिलो छ तर अब रहँदैन किनभने त्यसमा एउटा ट्विस्ट छ तपाईँले कुकरमा केही पकाउन पाउनुहुने छैन तपाईँले कुकरमा केही नपकाइकन 1 मिनेटभित्र 3 चोटि सिट्ठी लाउनु पर्नेछ तपाईँलाई के लाग्यो सजिलो छ अनसेफ नेपालको अडिसन यो अनसेफ नेपाल हो मास्टर सेफ अस्ट्रेलिया होइन कसरी लाउँछ हो त्यस्तो पनि तपाईँको टाइम सुरु भइसकेको छ गर्न थाल्नुहोस् बासी कुकरमा कति सिटी 3 मैले अस्ति 17 लाग्छ तपाईँलाई के लाग्छ थोरै स्पाइसी पनि हाल्नु ल स्पाइसी चाहिँ तर टाउकोमा हाल्ने त्यहाँ अमिलो र यो च्यालेन्जमा चाहिँ जुन हामीले दिएको थियौँ उहाँहरूलाई 3 चोटि 1 मिनेटमा सिटी लाउनु पर्ने कुकरको र त्यो पनि उहाँहरू किन आइ एम सो डिसअपोइन्टेड फ्रम देम गुलियो हुनुपर्छ भाइ ओके तपाईँको टाइम अफ भइसकेको छ अनफर्चुनेटली तपाईँले च्यालेन्ज पुरा गर्न सक्नु भएन किन सक्नु भएन दुध फाट्यो कसरी लाउने 1 मिनेटमा 3 चोटि सिटी लाउन सक्नु भएन चोसो किन सानो गल्तीहरू भइरहेछ त्यो पनि उमालेरै मैले प्रेसर कुकरमा खिर बनाइदिएँ केटाहरू त्यति सक्दैन आगो केले बारे त थाहा होला सबैलाई होइन त्यही भएर चाहिँ कुकरमा 3 चोटि सिट्ठी लाउने 1 मिनेटमा त्यति सकेन अघिल्लो सिजनमा मैले ग्लासमा सिट्ठी लगाएको मान्छे पनि देखेको छु मैले पुन्युमा सिट्ठी लगाइदिएको पनि मान्छे देखेको छु तपाईँले कुकरमा सिट्ठी लाउन सक्नु भएन 1 मिनेटमा 3 चोटि तपाईँको च्यालेन्ज सिम्पल थियो तपाईँको च्यालेन्ज सुरु भयो 1 2 3 वाला त्यस्तै नि हुन्छ यो ट्रिकी क्वेसन थियो तपाईँले 1 मिनेटमा 3 चोटि लाएर देखाउन सक्नु भएन मैले 15 सेकेन्डमा लाएर देखाइदिएँ एउटा सेफ भइसकेपछि ट्रिकी क्वेसन्सबाट पनि कहिलेकाहीँ सम्हाल्नुपर्छ सेफ भए चाहिँ बुझ्न सक्नुपर्छ युआर आउट म हुँदैन जाँदैन म त्यस्तो भनेर हुँदैन तपाईँले गर्न सक्नु भएन यो नभएको कुरामा किन गर्ने यस्तो हुँदैन जाँदैन म एक खिरबुडा जाउ त घिसाएर लिएर आऊ म के सालिदिन्छु म जाँदैन यस्तो सो हुन्छ यो कतै कसरी लगाउने यस्तो कुकरमा सिटी हुँदैन म जाँदैन तपाईँ जानुपर्छ म जाँदैन है हाम्रो अर्को प्रतिस्पर्धी आउनुहोस् स्टेजमा नमस्ते 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 तपाईँको आजको च्यालेन्ज रहेको छ थाहा छ तपाईँलाई के रहेको छ के रहेछ अभियसली त्यही त हो च्यालेन्ज तपाईँको आजको च्यालेन्ज यो हो कि तपाईँले भन्नुपर्ने छ तपाईँको च्यालेन्ज के रहेको छ के रहेछ त हामीले तपाईँलाई एउटा च्यालेन्ज दिने सोचेका छौँ जुन हामी तपाईँलाई भन्दैनौँ तिमीलाई तपाईँको च्यालेन्जै त्यही हो कि तपाईँले भन्नुपर्छ हामी तपाईँलाई के च्यालेन्ज दिनेवाला छौँ सो आर यु रेडी त्यही त के रहेछ भन्नुहोस् र यो च्यालेन्जमा चाहिँ हामीले उहाँहरूलाई च्यालेन्ज गरेका थियौँ हाम्रो च्यालेन्ज के हो भनेर उहाँहरूलाई गेस गर्नलाई तर उहाँहरूले चोसै पारेर उहाँहरूले सक्नु भएन तपाईँलाई के लाग्छ उहाँले भन्न सक्नुहुन्छ नुन तपाईँलाई के लाग्छ अनि जजेसहरू पनि अलिकति ऊ भएको जस्तो लाग्यो किनभने हामीले एकदम नर्मल एउटा क्वेसन सोधेका थियौँ च्यालेन्ज के हो तपाईँको टाइम अफ भइसकेको छ तपाईँले आफ्नो च्यालेन्ज पुरा गर्न असफल रहनुभयो हाम्रो सिम्पल च्यालेन्ज दिएको थियौँ हामीले भोकल टास्क थियो केही हरकतै गर्नुपर्ने थिएन खालि यो भन्नु थियो कि हामीले उहाँलाई के च्यालेन्ज दिनेवाला छौँ एउटा सेफ भएर माइन्ड गेम खेल्न नसक्ने एउटा सेफ भएर एस्ट्रोलोजी गर्न नसक्ने एउटा सेफ भएर होइन मेन्टलिस्ट बन्न नसक्ने एउटा सेफ भएर फिजियोथेरापिस्ट बन्न नसक्ने के काम सेफ भए चाहिँ सबै हुनुपर्छ सेफले सबै गर्न सक्नुपर्छ एउटा सेफले फाइटर हुन सक्नुपर्छ रेस्टुरेन्टमा झगडा पर्छन् थोरै अमिलोपन थोरै पिरोपन थोरै च्वासै हालेर उहाँहरूले सोच्नु भएको भए एकछिन टाइम दिनुभएको भए उहाँहरू यसमा पनि इन हुन सक्नु हाम्रो रेस्टुरेन्टमा थाहा हुँदैन खाना के हो होइन त्यति सानो कुरामा अब म त केही बुझ्न सकिनँ हामी सिकाउँछौँ भनेर गर्दाखेरि पनि यो अनसेफ नेपाल भन्दा नि
यो के भयो के कि तपाईँ यत्रो 32वटा क्यामेराको अगाडि यस्तो 46वटा क्यामेराको यत्रो ठुलो सोको अगाडि आएर तपाईँ झुक्किनुभयो खिर हुन पनि यति धेरै क्यामेरा देखिसकेपछि त जो पनि झुक्किन्छ यति धेरै क्यामेराहरू छन् हाम्रो सोमा हेर्नु त क्यामेरै क्यामेरा 32वटा क्यामेरा तपाईँकै अगाडि क्यामेरा जताततै क्यामेरा छन् क्यामेरा अलि धेरै छन् जियो 32वटा चाहिँ हजुर 32वटा जति क्यामेरा छन् सो यति धेरै क्यामेराको अगाडि नर्भस भएको पनि हुन सक्नुहुन्छ तपाईँ हुन पनि हो क्यामेराको अगाडि नर्भसै हुन्छ हामीसँग सोनी छ हामीसँग पछाडि रेडले पनि खिचिरहेछ ब्ल्याक पनि छ हजुर सो तपाईँ नर्भस हुनुभयो धेरै क्यामेराको अगाडि अभियसली किनभने हामीसँग 32वटा क्यामेरा छ यु नो द्याट बिकज दिस इज अनसेफ नेपाल द कम्पिटिसन इज टाइट गेट आउट भन्दै तपाईँ जान सक्नुहुन्छ Unsafe Nepal, in association with the Associated Ones, sponsored by main sponsor, co-sponsored by second